भन्दा भोलि भन्दा जवानीको भागो हेरी ल्याउँदाखेरि कोही छैन हेर मैना हाँसिनको पालो उति लाउन थाल्यो नारायण हरि संसार भरिमा संसार जम्मा भएको त्यही बेलामा झुल्के घाम एकदम हुन गएको झुल्के घाम भएपछि उरासेनको पालो क्या छोरी देवकीलाई हे देवकी माना आएको छैन तिम्रो विवाह नहुने भएको आज मैले राजा रजौटा सबलाई बोलाइसकेँ माला लिएर छ जाऊ बर्सानेर ल्याऊ जय भनेर चिन्छु कन्या जान दिन्छु नारायण हरि फरक पर्दैन हेर माला लिएर देवकी घुम्दै घुम्दै गएको त्यो पहिलो दिनमा भने छैन आफ्नो मनले खाएको दिनभरि घुम्ने तर कोही देखेको छैन मन मिलेको होइन फर्केर आफ्ना बुबा छेउमा गरे ए बुबा हजुरको लाखौँ फौज आएको छैन मनले खाएको नारायण हरि मैले देखिन मैले देखिन पहिलो दिन त्यति भएपछि भोलिपल्ट बिहान क्या तन्पुरका राजा उरासेनी वसुदेवको पालो दाहिने हातमा एकदम लौरो लिएर नारायण हरि भयो सवारी भयो सवारी
उग्रसेनका मैदानमा सारा राजा रजौटा इन्द्र वरुण गाएको सबै देख्दाखेरि हेर देवकीलाई भने त्यही बेलामा क्या उग्रसेनको पालो ए मैया भन्दा आज दोबर फौज भएको छ ठुला ठालु भन्ने सबै बसिरहेछ भनेर वर्षा नजाउँ बुबाजीका हुकुमले बाजीको पालो माला लिएर गएको दक्षिणी गेटमाथि उग्र दक्षिणी गेटमाथि वसुदेव एकदम बसिरहेको नारायण हरि देखिने झलक